सर भन्नुभयो। यस्तो हुन्छ वास्तवमा। हेर्नुस् है, ज्ञान नबुझ्ने कोही हुनुहुन्छ। ज्ञान भनेको कण्ठ गर्ने, सम्झिने, रिकल गर्ने, त्यस्तो खालकोलाई चाहिँ ज्ञान भन्छ। सबभन्दा बेसिक कुरा हो यो चाहिँ, कण्ठ गर्ने। जस्तै नेपालको क्षेत्रफल कति हुन्छ, सगरमाथाको उचाइ कति छ, कण्ठ गर्ने। सूचना वा तथ्यलाई सम्झेर जस्ताका तस्तै प्रस्तुत गर्न सक्ने क्षमतालाई ज्ञान भनिन्छ। सूचना तथ्यलाई जस्ताको तस्तै कण्ठ गर्ने, जस्ताको तस्तै के गर्ने, कण्ठ गर्ने क्या, कण्ठ गर्ने क्षमता कति रहेछ भनेर जाँच्ने भनेको चाहिँ त्यो ज्ञान हो। यो बोध भनेको चाहिँ बुझाइको स्तर जाँच्ने हो। कतिको बुझाइरहेछ भनेर बुझाइको स्तरको हैन, बुझाइको स्तर जाँच्ने। बुझेको छ कि छैन, बुझेर एन्सर दियो भने चाहिँ बोध हुन्छ। प्रयोग भने प्रयोगै भइहाल्यो। अब उच्च दक्षता भनेको चाहिँ यो केसँग सम्बन्धित हुन्छ भने उच्च दक्षता चाहिँ ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन, सिर्जनासँग सम्बन्धित हुन्छ। मूल्याङ्कन, सिर्जनासँग सम्बन्धित हुन्छ। यो यस्ता सिर्जनासँग सम्बन्धित हुन्छ। यसका क्रियापदहरू थाहा पाइराख्नु पर्यो हैन तपाईहरुले। क्रियापदहरू जस्तै म एउटा दिन्छु, तपाईले बुझाउनु ल, कुन चाहिँमा पर्छ भन्नु ल। जस्तै आफ्नै शब्दमा बयान गर्नु कुनमा पर्छ ल भन्नुस्। ज्ञान, बोध, प्रयोग, विश्लेषण मध्ये चाहिँ आफ्नै शब्दमा बयान गर्नु, आफ्नै शब्दमा बयान गर्नु केमा पर्छ? त्यो चाहिँ बोधमा पर्छ है, बोधमा पर्छ। अब कुनै कुरालाई प्रदर्शन गर्नु केमा पर्छ होला? प्रदर्शन गर्नु केमा पर्छ होला? हो, प्रदर्शन गर्नु चाहिँ प्रयोगमा पर्छ। हो, त्यही हो। जस्ताका तस्तै कण्ठ गर्ने कुरालाई ज्ञान भन्छ। जस्तै ज्ञान भनेको के हो? परिभाषा दिने, सबैले एउटै भन्छ। रिकग्नाइज गर्ने, सम्झने, बताउन सक्ने, सूची बनाउन सक्ने, त्यसलाई चाहिँ ज्ञान भन्छ। ज्ञानको क्रियापदहरू के हुन्छ होला? क्रियापद लेखौँ त। यसको क्रियापद चाहिँ परिभाषा दिनुहोस् भन्ने क्वेशन भयो भने त्यो ज्ञान हो। परिभाषा दिनु, सूची बनाउनु ज्ञान हो क्या। सूची बनाउनु भनेको ज्ञान हो हैन। स्मरण गर्नु भनेको ज्ञान हो। स्मरण गर्नु, किताबको जस्ताको तस्तै लेख्नु, पहिचान गर्नु, चिन्नु, पहिचान गर्नु, यस्तालाई हामी के भन्छौँ? ज्ञान भन्छौँ। बोध भनेको के गर्नु? बुझेर उत्तर दिने। जस्तै उदाहरण दिनु, आफ्नै शब्दमा बयान गर्नु। त्यो त आफ्नै शब्दमा बयान गर्ने भने बुझेकोले मात्रै बयान गर्न सक्छ। यो चाहिँ कण्ठ गरेर लेख्ने हो ज्ञान भनेको। आफ्नै शब्दमा बयान गर्नु, हेर्नु त है, आफ्नै शब्दमा बयान गर्नु, व्याख्या गर्ने हैन। केही कुराहरू चाहिँ तुलना गर्ने पनि हुन सक्छ। त्यसलाई वर्गीकरण गर्ने, फरक छुट्याउनु, त्यो चाहिँ बुझेकोले मात्रै फरक छुट्याउन सक्छ। बुझेर उत्तर दिन सक्ने क्षमतालाई चाहिँ बोध भन्छ। बोध भनेको चाहिँ बुझेर आफ्नै शब्दमा बयान गर्न सक्ने, आफ्नै शब्दमा चाहिँ के गर्न सक्ने, लेख्न सक्ने, त्यसलाई अनुवाद गर्न सक्ने। उदाहरण दिनु भन्छ, उदाहरण दिनु नै वास्तवमा बोध हो क्या। जस्तै के हो त? सजीव भनेको के हो? परिभाषा दिनुहोस् भन्यो भने किताबको कुरा जस्ताको तस्तै कण्ठ गरेर लेख्ने। किताबको कुरा जस्ताको तस्तै कण्ठ गरेर लेख्यो, ज्ञान भयो। बोधको त उदाहरण दिएको छु। जस्तै बयान गर्नु पर्यो, व्याख्या गर्नु पर्यो, फरक छुट्याउनु पर्यो। सजीव र निर्जीव फरक छुट्याउनु जुन कुरा किताबमा छैन, किताबमा नभएका कुरा फरक छुट्याउने हो। व्याख्या, बयान एउटा कुरा हो। वर्णन गर्ने, आफ्नै शब्दमा भन्ने, उदाहरण दिने हैन, त्यही त कुरा हो। अब त्यो प्रयोग भनेको चाहिँ के हो भने व्यवहारमा लागू गर्ने कुरा। प्रयोग गर्दा फेरि यो पनि तह अनुसार फरक हुन्छ। यही व्याख्या गर्ने कुरा यहाँ पनि पर्छ, त्यहाँ पनि पर्छ। त्यो चाहिँ त्यो लेभल अनुसार फरक हुन सक्छ। अब यो प्रयोग गर्नु भनेको चाहिँ व्यवहारमा लागू गर्नु हो। लागू गर्ने कुरा जस्तै समस्या समाधान लागू गर्ने कुरा चाहिँ प्रयोग हो। जस्तै समाधान गर्नु, प्रयोग गर्नु, प्रयोगभित्र पर्छ। अस्ति हामी बेन्जामिन ब्लुम्सको कुरा पढेको होइन साथीहरू? तपाईँहरू यति चाँडो बिर्सिहाल्ने। प्रयोग गर्नु, हल गर्नु हैन, हल गर्नु पर्यो। प्रयोग भनेपछि त त्यसलाई वाक्यमा प्रयोग भन्ने पनि हुन्छ नेपालीमा, हो किन? सूत्र लगाएर हिसाब गर्नु, जस्तै गणना गर्नु, हल गर्नु, त्यो प्रयोग हो क्या। गणितमा विशेष गरी प्रयोग हुन्छ यो प्रयोग। जस्तो नेपालीमा चाहिँ शब्दको वाक्यमा प्रयोग गर्ने, सूची बनाउने त हो ज्ञानमै परिहाल्छ नि। सूची बनाउनु उच्च दक्षता भने चाहिँ के हो?
हायर एबिलिटी व्याख्या त उच्चमा पनि पर्छ, त्यो फेरि फरक हुन्छ। यो अब यो त्यो चाहिँ व्याख्या गर्ने विश्लेषण गर्ने भन्ने त त्यो उच्च दक्षमा पनि पर्छ, तर लेभल अनुसार कस्तो खालको क्वेसन छ भन्ने कुरा चाहिँ हामीले फरक छुट्याउनु पर्छ। जस्तै उच्च दक्षता भने चाहिँ कस्तो हो त भन्दा आलोचना गर्नु, मूल्याङ्कन गर्नु हैन, आलोचना गर्नु कुनै कुराको चाहिँ विवेचना गर्नु हैन, कुनै कुरालाई समीक्षा गर्नु हैन, निष्कर्ष निकाल्ने कुरा त बोधमा पनि हुन्छ, बोधमै पनि निष्कर्ष निस्किन्छ एउटा खालको।